क्यालिफोर्निया राज्यको न्यूनतम ज्याला वृद्धि हुने भएको छ। गभर्नर गेभिन न्युसामले शुक्रबार घोषणा गर्दै जनवरी 1, 2027देखि क्यालिफोर्नियाको राज्यव्यापी न्यूनतम ज्याला प्रति घण्टा $17.40 हुने बताइएको छ। यो दर सङ्घीय सरकारले तोकिएको न्यूनतम ज्याला $7.25 भन्दा 2.5 गुणा बढी हुने उनले बताइएको छ। सङ्घीय न्यूनतम ज्यालाको विपरीत क्यालिफोर्नियाको राज्यव्यापी न्यूनतम ज्याला प्रत्येक वर्ष मुद्रास्फीतिको लागि स्वचालित रूपमा समायोजन गरिन्छ र सांसदहरूले नयाँ कानुन पारित गर्न आवश्यक नपर्ने गरी कामदारहरूलाई जीवनयापनको बढ्दो लागतसँग तालमेल मिलाउन राज्यव्यापी ज्यालाको निर्धारण गर्ने गरिन्छ। गभर्नर न्युसामले सन् 2019मा पदभार ग्रहण गर्दै गर्दा क्यालिफोर्नियाको न्यूनतम ज्याला प्रति घण्टा $12 थियो भने हाल उनकै पालामा न्यूनतम ज्याला बढेर प्रति घण्टा $17.40 पुगेको छ। न्युसामको कार्यकालमा श्रमजीवी वर्गलाई राहत हुने खालको विभिन्न कार्यक्रमहरू लागू गरिएका थिए, जसमा सार्वजनिक विद्यालयका विद्यार्थीहरूको लागि निशुल्क स्कुल खाना, विस्तारित तलबी पारिवारिक बिदा, बाल हेरचाहमा पहुँच बढाइएको, उपयोगिता बिल राहत र फास्टफुड र धेरै स्वास्थ्य सेवा कामदारहरूको लागि उच्च न्यूनतम ज्याला लगायतका विभिन्न कार्यक्रमहरू सफलतापूर्वक लागू गरिएका थिए।